हेलो गाइस, नमस्ते छ सबैजनालाई मेरो आजको ब्लगमा। मेरो मुख चाहिँ देखेर थाहा पाइसक्नु भएको छ होला म चाहिँ बिहान उठेँ कि भनेर। बिहान उठेर चाहिँ अरू केही काम गर्नलाई मैले चाहिँ नसोचे पनि हुन्छ गाइस, किनभने यति हतार हुन्छ नि। मेरो चाहिँ सिधै सुतेर उठेर ड्युटी जानलाई ठिक पर्दा हुन्छ। र यता चाहिँ म फ्रेस भएर आएर यहाँ ठिक परिरहेको छु। हस्बेन्ड चाहिँ मेरो मुख हेर्दै मलाई जिस्काइराख्नु भएको छ यति बिहान भन्दै। उसको चाहिँ अरू बेला चाहिँ मेरो सेकेन्ड सिफ्ट हुँदाखेरि चाहिँ म 11 बजी 12 बजी जान्छु नि त। र उसको चाहिँ छिटो हुँदाखेरि म जिस्काइन्छु र मलाई यहाँ जिस्काइराख्नु भएको छ हाँसी मलाई चाहिँ यस्तो रिस उठेर आएको थियो कि भन्नु र बिहान यस्तो रिस उठेर आएको थियो। त्यो पनि हाँस्न छोड्नु भएको थिएन। मलाई यस्तो रिस उठेर आएको थियो। यहाँ चाहिँ म मुख फुलाएर ठिक परिरहेको छु कि बिहान चाहिँ यस्तो हतार हुन्छ साँच्चै सुतेर उठ्न मन लाग्दैन। कोही बेला त लाग्छ ड्युटी छोडिदिउँ कि जस्तो पनि लाग्छ। के गर्नु, यत्रो पर आएर चाहिँ गाइस एकजनाले काम गरेर चाहिँ यहाँ बेङ्गलोरमा बस्छु भनेर चाहिँ एकदम नसोचे पनि हुन्छ कि एकजनाको कमाइले चाहिँ यहाँनिर केही पनि हुँदैन। यहाँ चाहिँ एउटा रुमको भाडा नै 5000 6000 छ। रुमको भाडा चाहिँ अनि खाएको त भिन्दै भइहाल्यो। रुमको भाडा नै 5000 6000 दिनुपर्छ। त्यही भएर एउटाले कमाएर चाहिँ केही पनि हुँदैन र दुईजनाले गर्नुपर्छ। बाई बाई। यता चाहिँ म हस्बेन्डलाई बाई बाई भनिसकेर छु। मलाई चाहिँ यस्तो हतार हुन्छ बिहान र म चाहिँ निस्केँ कि गाइस ड्युटीबाट बिहान चाहिँ जस्तो निस्किनु। अब यो बाटो देख्दा त नि झन् टाउको दुख्छ। यहाँ न पहाड उठेको छ। हेलो गाइस, गुड मर्निङ। आज चाहिँ बिहान फेरि ड्युटी गएको छु गाइस। मलाई चाहिँ कहिले सटरडे आउँछ जस्तो हुन्छ। परेको बिहान ड्युटी चाहिँ जानु गाइस, तर यहाँ उल्टा टीमा थिएँ एक्लै। बिहान चाहिँ कोही हुँदैन र अल्छी लाग्छ जानलाई ड्युटीसम्म नपुगुन्जेली चाहिँ। र यहाँ चाहिँ म ड्युटीमा आइसकेर पनि सबै सेटिङ गरेर मलाई चाहिँ यस्तो तिर्खा लाग्यो र यहाँ पानी खाएर अब चिया खानु पऱ्यो भनेर नि त म चाहिँ यहाँ आएर पानी पिउँदैछु। अहिले 9 बजीसम्मको लागि चाहिँ हामी हल्का ब्रेकफास्ट गर्छौँ। ब्रेड जेट त्यही अब र म चाहिँ प्रायः नै ब्रेडै राम्रो लाग्छ मलाई। लाग्दैन र म चाहिँ ब्रेड गरम गर्नु पऱ्यो। 2टा चाहिँ ब्रेड खाइहाल्नु पऱ्यो, किनभने भरे 9 बजीसम्म चाहिँ एकदमै भोक लाग्छ। केही नखाएर बेसीलाई मात्रै बेसी माडे। यता चाहिँ मेरो ब्रेड पनि गरम भएर आइसकेको छ र म चाहिँ यहाँ बटन लाउँदै र त्यसले चाहिँ मोबाइल हेरी भन्नु अनि मलाई त हाँस उठ्यो। त्यसलाई चाहिँ म बटर लगाएर यता रेडी पारेर ल्याइसकेको छु। अन्त त गाइस 2 बजीको लागि चाहिँ यति नै। अब निस्केपछि त्यति भेट्छु। रुममा आए पछाडि चाहिँ हेर्नु गाइस, हेर्नु यस्तो हुन्छ बेङ्गलोरको जिन्दगी। अनि यस्तो हुँदा कस्तो लाग्छ आफै सोच्नु त। दिनभरि ड्युटी गरेर आएर रुमको गति देख्यो भने के गर्नु गाइस, रुन मन लाग्छ रुन। म चाहिँ यहाँ भर्खर आइसकेकी छु र ड्युटीमा हुँदा पनि कहिले रुममा जानु र सुतिराख्नु 1-2 घन्टा चाहिँ सुत्छु भनेर आउँछु। तर रुममा आएपछि चाहिँ आफूले गरेको त हो यो। बिहान यसरी छोडेर जाइन्छ अनि ड्युटीबाट आएपछि चाहिँ कहाँ राम्ररी सुत्न पाउनु गाइस। र अब चाहिँ यता म अब ड्रेस चेन्ज गरेर यो रुम क्लिन गर्नतिर लाग्नु पऱ्यो। नभए उपाय छैन गाइस, उपाय छैन। मेरो चाहिँ मुख देखेर थाहा पाइसक्नु मलाई चाहिँ कति खुसी लाग्दैछ भनेर। के गर्नु, यस्तै हो। बिहान चाहिँ जहाँ जे लगायो त्यो ती छोडेर भाग्नुपर्छ। अनि तीमाथि पानी परेर लुगा चाहिँ नि त। यता चाहिँ म ड्रेसेस चेन्ज गरेर आइसकेको छु गाइस। छिटो मिलाएर चेन्जेस गर्नु पऱ्यो नि त। यो लुगा चाहिँ सुकाइदिनु पऱ्यो। लुगाले गर्दा चाहिँ हाम्रो रुममा एकदमै लेटर देखिन्छ, किनभने लुगा चाहिँ रुमै गरी सुकाएर सुत्नुपर्छ कि। त्यही भएर चाहिँ बेसी नै लेटर आउँछ। यो चाहिँ काम डेली के हो, डेली ड्युटीबाट आएपछि चाहिँ मेरो यति नै काम हुन्छ। रुम सफा पार्दै एकछिन रेस्ट गर्नै टाइम पनि हुँदैन। र अहिले एकछिनमा फेरि मेरो चाहिँ ड्युटी जाने बेला हुन्छ। त्यही भएर यता यस्तो लेटर यता लुगा उठ्दै यता चाहिँ पहिले लुगा जानु पऱ्यो। लुगा सबै निकालेर पहिले लुगा जानु पऱ्यो। अनि अलिकति सफा देखिन्छ रुम भनेर यता चाहिँ म लुगा जानु थालेँ। ठिक्क भिनाजी आइदिनु भयो र भिनाजीले बोलाउनु भयो। फेरि बाहिर गएर फेरि आउँदा देरी भयो अलिकति। यहाँ हेर्नु छुट्टीहरू जसरी टाइम हो त्यसरी नै छ। यस्तै गरेर गर्नुपर्छ गाइस, के गर्नु उपाय चाहिँ छैन। हुन्छ त गाइस, अहिले म एकदमै गऱ्यो। अब भिडियो चाहिँ भरे बनाउँछु। मैले चाहिँ गाइस साह्रो लुगा धोएर सुकाएर सुत्ने भएछु। लुगा भिजेर खत्तम पानी आएर शेष। अहिले चाहिँ म ड्युटी जाँदैछु। अब राति 9:30 10 बजीलाई चाहिँ